हामीले यो मौरी काट्ने तर्खरमा छौँ साथीहरू। पापा चाहिँ रेडी तयार हुँदै हुनुहुन्छ। अब चाहिँ यहाँनिर चाहिँ मौरीको ढुँड छ होइन साथीहरू। अब यहाँनिर पापाले कसरी काट्नुहुन्छ अनि मौरी चाहिँ अलिक धेरै चाहिँ नहम्कियोस् भनेर यहाँनिर के भन्छ यो अन्डाको क्रेटलाई चाहिँ उयो गर्नुभएको छ। मौरी चाहिँ एकदम चलाक भइसकेको जस्तो देखिरहेको छ। हेरौँ साथीहरू पापाले सफल हुनुहुन्छ कि हुनुहुन्न उयो बनाउन, के भन्छ यो म चाहिँ छ कि छैन विफल होला जस्तो छ अरे साथीहरू। हेरौँ अब मौरीले उयो कतिको चिल्छ कि चिल्दैन, मौरी कतिको सोझो छ। पापाले चाहिँ यहाँ साइडको त्यो ढोकालाई चाहिँ खोलिदिँदै हुनुहुन्छ। यसरी धुवा लगाउँदाखेरि चाहिँ मौरी लत्तिन्छ अरे क्या साथीहरू। राम 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 लु भाग्नु पो पर्ने हुन्छ कि क्या। ओइ भाइ ला 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 आगै बोलो साथीहरू। वाउ चाका त खतरा बनाएछ त। कति छिटो बनाएको है। यो चाहिँ साथीहरू मौरीको मेहनत भनौँ न। अब डरम बनाएछ हौ। तर म अझै छैन जस्तो छ नि साँच्चीकै। वाउ सेतो पो छ त हौ। मार्दैन त्यता उयो। आगो चाहिँ नै भइहाल्नु न पापा, धुवा मात्रै। त्यो उता मार्नुपर्छ। ल ल ल ल ल मौरी त बिच्किन्छ कि बा। यहाँ हाम्रो गोरुको उयो छ कि साथीहरू, भरे फेरि एट्याक गर भने त गाह्रो पो हुन्छ। पापाले चाहिँ मह काट्न लाग्नुभयो। मह त तर रातो हुनुपर्ने होइन, तर यहाँ सेतो देखिँदैछ साथीहरू। ल ल ल आगो बोलो खोइ। अलिक फिन्जाउनु नि त्यो एक मुठ्ठी भइरहेको त्यो सानो सानो उयोहरू मजाले निभाउनुपर्छ। लु यो चाहिँ फाइनल्ली राम्रो छ जस्तो छ मह। मौरी एकदम यो हामीले के बेला पो लगाएको है बिसन। यो हामीले साथीहरू जाडो याममा लगाएको होला सायद होइन मौरी। मेरोतिर आए साथीहरू, म चाहिँ भाग्छु यार। कति छिटो बनाएको नि। पल्लोपट्टि चाहिँ छैन होला होइन त। दामी निकाल्दै हुनुहुन्छ है। आमाले चाहिँ यहाँ हाम्रो गोठमा झरेको उयोहरू निभाउने क्रममा हुनुहुन्छ। भुइँभरि मौरी झरेछ। यहाँनिर चाहिँ हाम्रो शान्तिको प्रतीक रहेको छ। आँपहरू चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, कति छिटो
बढ्ने क्रम जारी छ यिनीहरूको। यसको भित्र पनि छ अरे साथीहरू। मौरीले चाहिँ 22,000 किलोमिटरसम्म पनि जान्छ अरे नि त साथीहरू, मह काट्नको लागि चाहिँ, होइन त ओए भाइ? आफ्नो जीवनभरमा एकचोटि यो विश्व घुम्ने संसारले त्यति टाढो हुन्छ। घुम्नु पर्यो भने त्यतिको त एकै नाच्नु पऱ्यो भने त्यति घुम्छ। खै हाम्रो भाइको एउटा गफ सुनिदिउँ। के गर्छ अरे मौरीले है? भन्दैन या भाइले भन्दैछ एउटा मौरीले चाहिँ चाहियो भने मौरीले जीवनभरमा आधी चम्चा पनि फुटो बनाउँदैन, थाहा छ? कतिवटा मौरीले एउटा मौरीले आधी चम्चा पनि बनाउँदैन। सबै मिलेर चाहिँ बनाएको हो। चाका चाहिँ यस्तो रहेको छ साथीहरू, एउटा मह टन्नै रहेछ भित्रभित्र। र यति नै रहेको छ है त साथीहरू आजको